त अनुहार नपरेलाई भेटौँ न मात्रै तेरो मुख नच्याति त कहाँ छोड्छु र म अनुहार नपरे यो मेरो मुख तपाईँले च्यात्लाई बना हो र? तँलाई मैले भेटौँ न मात्रै च्यात्छु कि च्यातिन त्यो बेला थाहा हुन्छ त अनुहार नपरेले मलाई जोइ टिङ्ग्रे भन्ने यसरी आफूलाई भन्दा चित्त दुखाउने मान्छेले अरूलाई नभन्नु नि। तँलाई समातेर नि तेरै बाउको अगाडि मैले दिन सकिनँ भने त मेरो नाम पनि ससुरा भाइ होइन नि त अनुहार नपरे। अरे यो गाउँमा मान्छेहरू छैनन् भने मलाई मारिदेऊ न हे बरु। यस्तो हेरेर के बाँच्नु? के रे फेरि रिभाइन्ड गर त। केही भनेको छैन। यसरी एक्सर्साइज गरेर जिउ बनाए त धेरै राम्रो नि। त्यही एक टाइम जिम पनि जाने हो कि? यस्तो राम्रो चिकन बडी सिक्स प्याक बन्छ कि? म जानी होइन जिम, बरु तिमीलाई चाहिँ जिम पठाउने हो। भोलि नै गएर म भर्ना गरिदिइहाल्छु। ल भयो अब यो आफ्नो जिउलाई शास्ति दिने काम चाहिँ मबाट हुँदैन। हेर केलाई ज्यान बनाउनु पर्यो? धान कुट्नु छैन, मान्छे चुट्नु छैन। यो आफ्नो ज्यान जे छ त्यही ठिक छ। तिमीलाई तिम्रो ज्यान ठिक भएर हुन्छ, मलाई ठिक भएन। जिम सिम गरेर राम्रो भर्खरको केटा बनेर मसँग हिँड्नु सुहाउनु परेन। हामीसँगै हिँड्दा तिमी बुढो देखियो रे, गाउँलेले कुरा काटिरहेछन्। हो तिमीले यो चाहिँ नि एकदम ठिक कुरा गर्यौ। ल अघि यही कुरालाई लिएर बाटोमा मलाई 2-4 जनाले थर्कायो भने होइन के भनेर थर्कायो? तँ जस्तो बुढो मान्छेले त्यस्तो भर्खर कि 16 वर्ष कि कलिली केटीलाई बिहा गर्न हुन्छ? बाल विवाहमा पर्लास् भनेर थर्सायो भने मैले भने आइन त तिमीलाई, हाम्रो जोडीलाई मान्छेले वाज गरिरहेछन्। ब्युटी पार्लरले त मलाई गर्नुसम्म गरेछ नि बुढा। हे भगवान्, मलाई यो किन जन्म दियौ तिमीले? हे यो के हेरेर बस्नु पर्यो मलाई बाबा? हे होइन म 16-17 वर्षको जस्तै देखिया छु त। हुनु त मेन्टेन गरेका छु। कुले ओइ अनुहार नपरे ओए अनुहार नपरे दसैँ सकिने बित्तिकै मेरो पैसा दिन्छु भने होइन? ले मेरो पैसा ले। ए आमा हो, होइन बाटोमा पैसा मागेर क्यार्न खोज्या तिमीले? मेरो बेद गर्न खोज्या? के अनुहार नपरे यो त कस्तो च्यात्रो मान्छे पो रहेछ त। बेच्दै गरे पो भन्छ त। मागेन भने तिर्दै दिँदैन, माग्यो भने बाटोमा बेच्दै गरे पो भन्छ त अनुहार नपरे। भन्दैन त। हेर ससुरा भाइ, तिमीले यही पाराले पैसा माग्दै गयो भने तिम्रो र मेरो बिचमा झगडा पर्न सक्छ क्या, सम्बन्ध बिग्रिन सक्छ। माग्ने पनि एउटा पारा हुन्छ नि त। बिग्रिने बिग्रोस्, बाल मतलब मलाई पैसा डुबाई तँसँग मलाई सम्बन्ध जोड्नु पनि छैन। मलाई मेरो पैसा चाहियो, अहिले अहिले चाहियो, नत्र ज्यान जाला छोडिदिनु। ल के गर्छ नगर। ए काउलीका गुन्द्रु, हेर ससुरा भाइ, तिमीले यही पाराले पैसा माग्दै गयो भने तिम्रो पैसा डुब्न नि सक्छ क्या। तिम्रो यो पैसा माग्ने तरिका अलि भइरहेको छैन क्या। अलि इज्जतले माग्ने गर्नुपर्छ नि त। हेर ससुरा भाइ, यसरी सापट लगे पैसा फिर्ता माग्दा यो पाराले माग्ने होइन क्या। अलि नरम भएर हजुर सजुर भनेर हात जोडेर माग्नुपर्छ। यही पाराले कड्केर माग्यो भने त तिम्रो पैसा आएको आयो हो नि त। फेरि
हाम्रो पनि त इज्जत हुन्छ नि यार बात गर्दा आए त्यो माथि पनि यो टोलको कुले काका सकिएन लौ न अनुहार्नु पर्यो कसरी भन्न सक्यो भाइ मेरो पैसा लगेर नतिनी चाहिँ तँसँग मैले नरम तरिकाले बोल्नु पर्ने हो आज मेरो पैसा दिनुहोस् भने नि यहाँ जे पनि हुन सक्छ यहाँ जे पनि हुन्छ ल ए बाबा होइन तिम्रो पैसा तिर्दिन त भने होइन नि मैले तिर्छु त भनिरहेको छु नि त अहिले तिर्नु त अहिले ल ठिकै छ नि त तिम्रो पैसा म जसरी नि तिरौँला तिर्नलाई नै लिएको तर मेरो एउटा शर्त छ ए अनुहार्नु पर्यो कस्तो सर्त हो त्यो मैले नतिरुन्जेल तिमीले पैसा माग्न पाउँदैनौ माग्यौ भने म तिर्दै तिर्दिन मागेन भने तिर्छु म कुरो बुझ्नु लौ नानी अनुहार्नु पर्यो कस्तो जमाना आयो यो मेरो पैसा खान लाग्यो क्या यसले मागेन भने हुन्छ माग्यो भने झगडा गर्न आउँछ यो अनुहार्नु पर्यो ओइ तँ किन सियार भएर बसेको त्यो कुलेको छोरी मात्रै छ र यो संसारमा त्यस्ता केटी त 101 पाइन्छ यो संसारमा पाउन त मैले धेरै केटी पाउँछु हो दिदी मनिषा त पाउँदिनँ नि मलाई त त्यही केटी नै मन परिरहेछ दिदी मुन परेर के गर्छस् अस्ति हामी माग्नु जाँदाखेरि कुलेले कति हाम्रो विजेत गर्यो अब त मरि पनि त्यसको छोरीलाई भाइ बुहारी बनाउनु दिन्न म पनि अप्सरा हो अप्सरा त्यसो नबनाउन हो दिदी तिम्रो रिसले गर्दा मैले मन परेको केटी बिहे गर्न नपाउनु त पाउँछस् किन नपाउने त्योभन्दा ब्युटिफुल केटी पाउँछस् तैँले हन के अचम्म हो हाम्रो दिदीले त इङ्ग्लिस पनि बोल्न खायो नि त नमस्कार कुले काका ए नमस्कार मुकुन्दजी कता हिँड्नु आयो अस्ट्रेलियाको भिसा लागेछ पासपोर्ट करेक्ट गर्न आइज भने त्यही भएर लिन जान लागेको होइन क्यार जान लाग्नुभयो अस्ट्रेलिया छोरीले घुम्न आइज भनेर बोलाइ गर्न थालिन् यसो 2-4 महिना घुमेर आउँ कि भनेर जान लागेको फेरि उताबाट आएपछि अमेरिका जानु छ मलाई उता छोराले बोलाइ छ विदेश जाँदा वाक्क भइसक्यो म त ए आमा हो जो पनि छोराछोरीले बोलाएका छन् भन्दै विदेश घुम्दै आउँदै पो गर्छन् गाँठे क्यार्नु आफूले पनि छोरीलाई पठाउन पाए यतिखेर बाबामा घुमेर आउन पाइन्थ्यो जान्ने भनेर पठाइएन गिरी मातृभूमिमै राख्नुपर्छ भनेर तर क्यार्नु अहिले त जम्मैजना जाँदा ढाबो लाग्न थाल्यो गाँठे कुरो बुझ्नु हो किन टोलाको कुले काका ए टोलाको होइन जे होस् छोराछोरीहरू विदेशमा भइदिएर बाबुआमाले पनि विदेश घुम्न पाएछन् त्यो चाहिँ एकदम खुसीको कुरा हो नि त ल मुकुन्दजी म अलिकति हतारमा पनि छु पछि भेटेर कुरा गरौँला नि त है त म अस्ट्रेलिया जाने कुरा थाहा पाएर डाले भुतुकै भएको छ आफ्नो छोरीलाई चाहिँ मातृभूमिमै राख्नुपर्छ भनेर नेपालमै राख्यो अनि अर्काको डा गरेर हुन्छ के गर्ला पुस्न लाग्यो सुन न ती अप्सरा दिदीको भाइ आएका रहेछन् नि अहिले त तिनी त अमेरिका पो बस्दा रहेछन् त अनि मैले के गर्नु पर्यो त्यही अन्दाज पर्यो रुन पर्यो कि हाँस्नु पर्यो रो भने रोइदिन्छु हाँस भने हाँसिदिन्छु हेर न यति राम्रो कुरा गर्दाखेरि पनि तिमीलाई टिमुर्की हाल्नुपर्छ टिमुर्केको होइन नि त अमेरिकाबाट आए पनि अस्ट्रेलियाबाट आए पनि हामीलाई छु मतलब भनेर भन्न खोजेँ नि त अब कागलाई बेल पाक्यो हर्ष न दिन्छ यहाँ कुरो अर्कै छ के
अप्सरा दिदीको त्यो भाइको बिहे गरेर रहन्छ अनि यति आइपुगेको बेलामा यता कि राम्री केटी पायो भने बिहे पनि गरिदिइहालौँ भन्ने उनीहरूले मनसाय गरेछन् अनि त्यही भएर चाहिँ कुले काकाकी छोरी माग्न गएको रहेछ मनिषालाई कुले काकाले जस्तो पाए त्यस्तै केटालाई म छोरी दिनु हो भनेर सातो खाएर लटेर पठाएछ पछि केटो अमेरिका बस्ने भन्ने थाहा पाएपछि हुन्छ कि हुन्छ भनेर पछि लागेछन् भरे अप्सरा दिदी रिसाएर तेरी छोरी त मरे पनि बिहे गर्दिन भनेर हिँडेछन् होला भने त्यो अनुहार नपरे कुले मै हुँ भन्छ नि त अब त्यो मनिषाको त्यो हाकिमको छोरो छितीसँग लग परिरहेछ के अरे अब त्यो छितीलाई छोडेर मनिषाले अन्त कहाँ बिहे गर्छ र लौ हो यस्ता कुरा चाहिँ उही घाममा सुकाइदिए हुन्छ आजकलका केटी अमेरिका अस्ट्रेलिया बस्ने केटा पाएपछि त्यो जाब छिती डुकुलन्टनलाई कुरेर बस्छ कोही खोरु हिँड्न जहाँ लगे पनि तँलाई म नराम्रो ठाउँमा लान्छु। अप्सरा बहिनी ए अप्सरा बहिनी होइन कता गएछ नि नानी अप्सरा बहिनी ए अप्सरा बहिनी नमस्ते गरे बहिनी किन पाउ कष्ट गर्नु होला कोनी हामीले केही सहयोग गर्नुपर्छ कि हेर न त्यहाँ रिसाएको यी बहिनीसँगको सम्बन्ध जोगाउन पनि मलाई साह्रै गाह्रो पर्यो भने जतिखेर नि रिसाइरहन्छ मात्रै कुरो बुझ्नुभयो होइन के कुरो कुन्नी मैले त केही बुझाइ मारेर दिनु ल मलाई किन यहाँ ल्याएको ड्याडी अस्ति यसकी छोरी माग्नु जाँदा मलाई यति थर्काएर पठाएको छ मलाई थाहा छ मलाई त्यसरी थर्काएर पठाउनु हुन्छ त बिहेको कहीको सुन्न त्यसले जति थर्काए पनि छोरी चाहिँ राम्रो छ है राम्रो छ अब होइन तिमीलाई चित्त दुखेको हो अस्ति तिमीले मेरी छोरी माग्न आउँदा मैले हकारेर पठाएँ भनेर चित्त दुखे होइन डोन्ट वरी बहिनी यी अहिले त्यही चित्त दुखे भएर मेरो छोरी यहीँ आफैले पुर्याउनु ल्याइहाल्ने त के अरे अब कुरा सकिहाल्यो नि अब लामो कुरा नगरौँ के अरे बहिनी मैले आजका दिनदेखि मेरी फुल जस्ती छोरीलाई तिम्रो त्यो मुर्रा राँगो जस्तो भाइलाई जिम्मा लाएँ मारे पाप पाले पुण्य कुरो बुझ्नु त्यो ठिकै हो नि घरसम्मै पुर्याउनु ल्याएको छ किन फर्काउनु जे भए पनि केटी राम्रो छ कि त्यो सानो रिसले कुरो बिग्रेला चुप लागा तिमी ल छोरी आजदेखि यो घर तेरो पनि हो उहाँ आमाजु दिदी उहाँ चाहिँ फुपाजु यता सुन नानी बुहारी भइसकेपछि बिहान सबेरै उठ्ने घर सबै सफा गर्ने अनि टक्क चिया बनाएर अनि आमाजु दिदी र फुपाजुको बेडरुममा गएर टक्क चिया दिने चिया दिनुभन्दा अगाडि फेरि गुड मर्निङ भन्नुपर्छ अमेरिका जाने मान्छे यति त जानिराख्नु पर्यो नि त कुरो बुझ्नु ल हेर त के अरे बहिनी मैले छोरीलाई संस्कार सिकाएको संस्कार भन्ने कुरा घरबाटै सिकाएर पठाउनु पर्छ क्या मैले घरमा नि सिकाइसकेका थिएँ अहिले तिमीहरूकै अगाडि पनि सिकाएँ नि त किनकि यो कुले काकाको परिवार भने त संस्कारी परिवार भयो त गाँठे ल हेर यो पनि हेर्दा हेर्दै अमेरिका जाने भइ गाँठे कपारमा त लिएरै आकिरहेछ नि त यसले भाग्य अनि ए बहिनी तिम्रा ती अमेरिका निवासी भाइ यानि कि मेरो ज्वाइँ कहाँ गए त एकपल्ट बोलाउन के अरे यहाँ अब शुभ कार्यमा किन ढिला गर्नु के अरे झ्याममा बिहा हानिदिने हो पठाइदिने हो ज्वाइँका नि त उहाँ लामो बिदा छैन होला नि त कुरो बुझ्नु होइन यसले त एक्लै कुरा मिलायो त बा यसकी छोरी अब मलाई चाहिँदैन जुन बाटो आएको त्यही बाटो फर्किहाल त्यस्ता घरको केटी चाहिँदैन मेरो भाइलाई हिँड्नु के ड्याडी जाम पख नपख यिनका रिस धेरै बेर टिक्दैन क्या यहाँ कति कुरा सिकाउनै बाँकी छ यहाँ सुन के अरे आमाजुलाई घरको काम लाउने होइन नि सबै काम आफैले खुरु खुरु गर्ने
आमाजुले जे भन्नुहुन्छ मान्ने यस्तो देवी जस्तै आमाजु पाउनु लागेको थिएँ अनि यस्तोमा तैँले हेलचेक्राइ गरेर हुन्छ बिहा गरिसकेपछि यहाँ कति नै बस्ने हो र अमेरिका जानु परिहाल्छ होइन त आमाजु ए मैले त आमाजु पो भनेको छु होइन त अप्सरा बहिनी के जिस्किरह्यो भने जुन बाटो आएको त्यही बाटो फर्केर जाऊ भनेर अप्सराले भने सुन्नुहोस् तै पनि केटी राम्री छे टट्ट उम्काइहाल्नु चाहिँ हुँदैन है विचार गर हिँड्नु के ड्याडी यत्रो बेजेत भएर पनि के जबरजस्ती गरिरह भने नकरा तँ पनि नरिसा क्या यहाँ बेजत भए कसले देख्छ र भोलि तँ अमेरिका सर उठ्दा त सारा गाउँले देख्छन् नि तँ अमेरिका जानै पर्छ क्या तँ नगए हामी बाबामा जान पाउँदैनौ नि त तँ गएर हामीलाई बोलाउनु पर्यो हामी चट्ट गएर 2-4 महिना बसेर आउँछौँ त्यसपछि तैँले फेरि आमाजु र फुपाजुलाई नि छुटाउनु हुँदैन नि बोलाउन उहाँहरूलाई नि लानुपर्छ त हामी गएर आइसकेपछि कुरो पो त हो होइन त बहिनी होइन तिमीले मैले भनेको सुनेनौ गेट आउट हो अब ए नानी यहाँ म पनि भए भएर उनीहरूलाई अप्ठ्यारो परे हुनसक्छ होइन तँ एकछिन यहीँ बसिराख मैले भन्नुपर्ने कुरा भनिसकेको छु म चाहिँ अहिले गएँ है त ल मारे पाप पाले पुण्य आजदेखि मेरो छोरी तिमीहरूकै भयो के गरे यो गरे के के ताल हो यो बाउ छोडेर हिँड्ने छोरी हाँसेको किन हाँसेको क्या किच्चा हाँसिरहेको कि खुरुक्क बाउसँगै नगर गइहाल होइन के अरे यो त पछि हो आइछ त के हो अनि दुईजनै अस्ति नगरिकन भित्र गएपछि त मैले के गर्ने हो र त्यही पनि त्यस्तो बिजेती पाराले त म त बिहा गर्दिनँ ड्याडी त्यो केटो उम्काउनु हुँदैन क्या दिदी चाहिँ रिसाएर हुन्छ भाइ चाहिँ त रिसाएको छैन नि त अस्ति त्यो केटोले कता हो तँलाई देख्दाखेरि क्वार्ती हेऱ्यो भने होइन मन नपराए भए त हेर्दैन थियो नि त उनीहरूले जबरजस्ती गरेको पो राम्रो हुन्छ त हामीले चाहिँ किन जबरजस्ती गर्ने हो र उनीहरूले जबरजस्ती गरोस् कि नगरोस् हामीलाई के मतलब हाम्रो तर्फबाट त जबरजस्ती गर्नु पर्यो नि त भोलि त फ्याट अमेरिका उडिस् भने त हामीलाई पनि बोलाउँछेस् हामी बाबामा पनि गएर घुमेर आउन पाइयो नि त यहाँ टोल छिमेकमा मान्छेले छरछरले बोलायो भन्दै विदेश जाँदै घुम्दै आउँदै गरिरहेछन् हामी चाहिँ कसरी हेरेर बस्नु के त्यो केटा त त्यति राम्रो छैन नि म भन्दा धेरै बुढो छ जस्तो छ विदेशमा बस्ने केटाको उमेर हेरेर हुन्छ दाँत फुक्ल्या भए नि हुन्छ नि गाँठे देश हेर्ने हो क्या देश अमेरिका क्यानाडा अस्ट्रेलिया युके युरोप त्यहाँ बस्ने केटा पाएपछि किन उमेर हेरिरहनु पर्यो यी दिदी भिनाजु रिसाएर केही फरक पर्दैन क्या केटा रिसाउनु भएन मान्छेले उहाँ विदेशमा बस्ने केटा भनेपछि नामै नसोधी केटै नहेरी त हुन्छ भनेर दिन्छन् छोरी जसरी हुन्छ केटा पट्याउनु पर्यो क्या भोलि फेरि फ्याट अर्कै केटी बिहा गरिदिन सक्छ यहाँ सुन त कुरा बुझिस् होइन ओ दादा टाढै अफिस हिँड्नु भयो क्या के अनुहार परे आज अफिस बिदा छ भने कुरा थाहा छैन ए हो त नि दादा अनि म यहाँ घरमै छिन् कि बाहिर निस्किन् कि मलाई एकछिन भेट्नु पर्ने थियो लौ न किन भेट्नु पर्यो मेरो मायालाई अनुहार परे अहिले त घरमै छु ल मायासँग एउटा जरुरी काम थियो क्या दादा अहिले म गएँ है लौ न अनुहार परे होइन यसको के काम रहेछ मेरो मायासँग होइन आजभोलि तँलाई के भएको छ बोल्दा पनि बोल्दिनस् खालि टोलाएर मात्र बसिरहन्छस् मनिषा आजकल टाढा हुन खोजिरहेको छु फोन नै गर्दिनँ भेट्न नै खोज्दिनँ लास्टै बोर लाग्न थाल्छ टाढा गएको त राम्रो हो नि तैँले चाहिँ किन टेन्सन लिइरहेको छोडिदे एउटा गयो अर्को आउँछ त्यस्तो केही पनि होइन यार तँलाई के थाहा र तँ कहिले मायामा परेको छस् र एकचोटि मायामा परेर हेर्न अनि थाहा पाउँछस् कति गाह्रो हुन्छ भने तिमीहरूको फोनमा पनि कुरा हुँदैन कि आजकल फोना नि के कुरा हुनु यार पहिला जस्तो राम्रोसँग बोल्दै बोल्दैन मान्छे साथै कहाँ एउटै हुन्छ त यार
फ्यामिली प्रब्लम पनि होला, उसलाई सन्चो पनि त नभएको हुनसक्छ नि। त्यसो घरमै गएर बुझ्नु हो क्या? जाउँ न त हिँड। जाउँ जाउँ। तपाईँको हेराइ छ नि कस्तो डेन्जर, जुन यो आँखा छ नि कस्तो नसाल्नु। तिम्रो मुस्कान पनि डेन्जरै छ नि, झन् आँखा त ज्यानै मारा छ नि। अहिले मारिदिन्छ अनि। तिमीलाई त भगवान्ले फुर्सदमै बनाएको होला। पहिलोचोटि देख्दाखेरि म त हेरेको हेरै भएको थिएँ। म त त्यो दिन तपाईँले एक करोड हेरिरहेको भएर कस्तो रिस उठेको थियो नि। हो र भने अहिले पनि तिमीलाई रिस उठिरहेछ कि क्या? छैन, किन रिसाउनु नि। अनि हजुरको अमेरिका फर्किने चाहिँ कहिले नि? जाउँला नि बिस्तारै, भर्खर त तिमीसँग भेट भएको छ, के को हतार छ र। अब त्यहाँ गएपछि कामै काम हुन्छ, दिमागै खराब हुन्छ। यसपालि त अलि लामो छुट्टी लिएर आएको छु। तिमीलाई म छिट्टै गइदियोस् भन्ने जस्तो लागिरहेछ क्या? त्यस्तो छ भने म छिट्टै गइदिउँला। हेर न त्यहाँ कहिले छिटो जानु भनेको छ र। अनि अमेरिकामा बसेको मान्छेले किन यस्तो ड्रेस लाउनु भएको? अलि मोडर्न ड्रेस लाउनु पर्छ नि। अमेरिका मोडर्न होला, तर म मोडर्न होइन नि। म संसारको जुनसुकै कुनामा गए पनि आफ्नो कल्चरको ड्रेस म कहिल्यै भुल्दिनँ। हो नि है, हो न त। कस्तो राम्रो सोच हजुरको त। मलाई त यस्तै केटा मनपर्छ, आधुनिक केटाहरूको त भरै लाग्दैन। अनि बोयफ्रेन्ड सोयफ्रेन्ड बनाएको थिएन तिमीले? छैन, त्यस्तो कुरा थाहा पाउनु भयो भने त ड्याडीले मार्नुहुन्छ। मेरो ड्याडी कस्तो कडा हुनुहुन्छ। किन डराइरहेको? अहिलेको जमानामा बोयफ्रेन्ड र गर्लफ्रेन्ड त सबैको हुन्छ नि। छ्या, मलाई त मनै पर्दैन त्यस्तो। बरु तपाईँ चाहिँ अमेरिकामा बस्ने मान्छे, हजुरको त होला नि गर्लफ्रेन्ड। अमेरिकामा भात खाने फुर्सद त हुँदैन, कहाँबाट गर्लफ्रेन्ड पट्याउ? बरु यसो कसैले पत्यायो भने सिधै बिहे हान्ने हो। किन पत्याउने मान्छे अहिलेसम्म पाउनु भएन र? खै, अब त यसो पाए जस्तो लागिरहेछ। माया, ए माया, होइन यिनले पनि काम सुन्नै छोडिदिन् कि क्या हो? म अप्सरा हो, अप्सरा। ए अप्सरा पो आएको रहेछ नि त। अनि भित्रै आएको भए भइहाल्छ नि, किन बाहिर बसिरहेको? किन जानु पर्यो भित्र? आऊ न आऊ, यहीँ बसेर गफ गरौँ। अनि अप्सरा के कति कामले आयो त मेरो घरमा? काम त के हुने र नानी, यो गाउँमा मिल्ने भनेको तिमी हौ। यसो अलिअलि गफ गरौँला भन्ने पनि थियो। गाउँमा टोलभरि बुढा र खाडा मात्रै छ, अनि म कहाँ जानु त? तिमीसँग गफ गर्न आएको के? ठिकै छ। अनि काम चाहिँ के हो त्यो चाहिँ भन न अप्सरा। विशेष काम नपरिकन त पक्कै पनि तिमी म कहाँ आइरह होला। काम भएर त आएको नि। मलाई एउटा हेल्प गरिदेऊ न माया। के हेल्प भन न अप्सरा। तिमीलाई थाहा छ कि छैन कोनी, मेरो कान्छो बजार आएको छ कि युएसबाट। हो, त्यो कुरो त मैले थाहा पाइसकेँ। त्यसलाई एउटा राम्रो कुल घरनको केटी खोजिदिनु पऱ्यो कि। लौ न, आएको बेलामा बिहा गरेर पठाइदिउँ भनेर सोचेको, भने जस्तो केटी नै पाइँदैन। अनि कुले काकाको छोरी माग्न गयो भने त के भने कुले काकाले? त्यसकी छोरीलाई त मैले सिधै रिकेट हानिदिइसकेँ। त्यस्ताको छोरी म बिहा गराउँछु मेरो भाइलाई? हाम्रो स्टारै मिल्दैन। त्यो पनि त्यसले कम बिजेत गरेछ मेरो। एउटा राम्री चुवाट केटी खोजिदेऊ त मेरो बजारलाई। तिमी यो कुरामा ढुक्क भएर बस अप्सरा, यो जिम्मा मेरो हो। थ्याङ्क यू माया, थ्याङ्क यू। केटी चाहिँ त्यो कुलेको छोरी जस्तो होइन, च्वाक चाहिन्छ, च्वाक। म जस्तै के यो कुलेहरूलाई देखाउनु पर्छ मैले। मैले भनिसकेँ त, अब तिमी ढुक्क भएर बस न। मेरै परिवारभित्र कति केटीहरू छन्। अब अमेरिका बस्ने केटो भनेपछि त आफ्नै परिवारभित्रका केटी पार्नु पर्यो नि, होइन र? त्यो भयो भने त मलाई झन् गजब भइहाल्यो नि। एकचोटि मलाई भटाभट केटी देखाउ त, अलि छिटो बिहा गरिदिनु पर्ने छ कि त्यसको। ल ल, म अहिलेदेखि मेरो आफन्त परिवार सबैतिर फोन हान्न थालिहाल्छु न। उनीहरूले पनि एकचोटि केटा हेरौँ भनेर हेर्न खोज्छन् कि?
अमेरिका बस्ने केटो भनेपछि हेर्नै परेन नि। यति देखाउनै पर्यो भने पनि भाइ मसँगै बस्छ। म जतिचोटि हेरे पनि देखाइदिइहाल्छु नि। हुन्छ अप्सरा हुन्छ। अब यो कुरामा नि तिमी ढुक्क हो। अनि भेटिस् त केटालाई? के भन्छ त खेरि केटाले? ऊ त दङ्ग छ नि, मलाई बिहा गर्न पाएन भने जिन्दगीभर कुमारै बस्छु भन्छ भने। बस 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 यति भए पुग्छ। कुलेले खोजेकै यही हो नि त। अब यसो गर के अरे, केटाले फोन गरोस् नगरोस् तैँले चाहिँ एक घन्टामा फोन गरेर भेटौँ मात्रै भनिरह नि, भेटिरह नि, फोन हानिरह नि। कुरो बुझ्नु के भने होला यो ड्याडीले? हो भने त्यसलाई लभ हानेर पानी पानी बना त। बरु तँलाई त्यति लभ गर्न आएन भने तेरो लभ गर्दै हिँड्ने साथीहरू होला नि, तिनीहरूलाई सोधेर अलिअलि आइडिया लिन। परेपछि त जे पनि गर्नु पर्यो नि त। कुरो बुझ्नु हुन त लड्का कैसे फसाए भन्ने किताब पनि पाइन्छ क्यार बजारमा। म बजारतिर गएँ भने त्यो किताब पनि ल्याइदिउँला, त्यसलाई पुरै शिरदेखि पाउसम्म खारिनी गरेर पढ्छ त। त्यति गर्दा पनि केही लागेन भने यो लभ गर्न सिकाउने यसो आइडियाहरू त गुगलतिर नि होला नि, गुगलमा नि सर्च गरेर हेर। कुरो बुझ्नु ए के भने हो भने हामीले मात्रै भनेर हुन्छ र? उसको दिदी उहाँ त्यस्तो बिना रिसाइरहेछ। हे दिदी रिसाएको कुरा गर्छ। अहिले बाउआमा रिसाउँदा त छोराछोरीलाई मतलब हुँदैन गाँठे। के दिदीको कुरा गर्छेस्? केटोले मन पराएपछि सकिएन, लड्काको कैसे फसाए। ल अब म बजारतिर घुम्न जान्छु। अघि भनेको किताब पाएँ भने ल्याइ नै हाल्छु। तँ चाहिँ यहाँ केटालाई फोन हानिहाल। एक घन्टा हान्नुपर्छ। भेट्न जाँदा चाहिँ लुगा फेरि फेरि जाके जतिवटा लुगा छ त्यतिवटा फेर्न। अरू छैन भने पछि तेरो बिहा भइसकेपछि केटो गाँठवाला हो क्या र किन्न पर्छ। कुरो बुझ्नु अनि केटासँग फोन गर्दा चाहिँ हजुर कहाँ गइसिन्छ, जथाभावी नहिँड्नु है, टाइममा खाना खानु, आफ्नो स्वास्थ्यको ख्याल राख्नु। अहिले डेङ्गुको प्रकोप बढी भइरहेछ, लामखुट्टेले टोक्देला बेकारमा, स्वास्थ्यको ख्याल गर्नु। म त फेरि राम्रो मान्दिनँ नि भनेर बुर्की लाएर लाडे पल्टे जस्तो गरेर त्यसलाई मक्ख बनाउनु पर्छ क्या। उसको स्वास्थ्यको ख्याल राखे जस्तो गर्नु क्या तैँले। हुन त अहिले तेरो स्वास्थ्यभन्दा उसको स्वास्थ्यको जरुरी छ क्या यहाँ। ऊ तगडा हुनु पर्यो नि त। कुरो बुझ्नु ल के अरे, म एकछिन बजारतिर घुमेर आउँछु। तँ चाहिँ त्यो केटालाई फोन हानिहाल के। एक घन्टामा लुगा फेरि फेरि जाने हो भेट्नलाई। एउटा लुगाले सुहाएको देखेन भने अर्को लुगाले सुहाएको देखिन्छ नि त। अलिकति स्मार्ट भएर जानुपर्छ के त्यस्तो ठाउँमा। फोन हान्न चाहिँ नछोड्नु। म चाहिँ बजारतिर जान्छु। अब मेरो काम भने चाहिँ लड्काको कैसे फसाए किताब खोज्ने हो। लड्काको कैसे फसाए। ड्याडी त बोलाउनु भयो कि के हो कुनी? साँच्ची त्यो कुलेको छोरीको त हाकिमको छोरासँग लभ परिरहेको थियो होइन र भने? नजानी गाउँको बाटै नसोध्नु भने जस्तै। त्यसको छोरी बिहा नै नगर्नेपछि छु मतलब। जस्तो पाए उस्तै केटी त म बिहा गर्नै दिन्न। मेरो भाइ बुहारी त म जस्तै राम्री हुनु पर्यो कि। ए तिमी यस्तो राम्री यो पृथ्वीमा अरू पाइएला र भने? एक पिस थियो मैले बिहा गरिहालेँ, पाए त राम्रै हुन्थ्यो नि। किन नपाइने? खोज्यो भने हिराको ढुङ्गो नि पाइन्छ। तिम्रै अगाडि ल्याएर देखाइदिन्छु म। अनि उमेर पनि तिम्रो जस्तै कि स्विट 16? के भन्यो रे? भनिदिन्छु बरु। अनि के भन्छ म जस्तो यस्तो राम्रीलाई। मन्सा ए मन्सा ढोकामा तालचाले देखिनस् के मनिषा गरेर बोलाइरा। काउलीका गुन्द्रुको अर्काको घर सोध्दै नसोधिकन फुत्त छिर्नी। अबदेखि कुले काकाको घर कम्पाउन्डमा छिर्नलाई भिसा चाहिन्छ। भिसा तिमीहरूले भिसा ल्याह? मनिषा घरमा छैन अङ्कल। चुप। भिसा चाहिन्छ भन्दैछु, मनिषा कहाँ छ भन्छ बा? तिमीहरू यहाँ गइहाल त के अरे। नत्र यहाँ म रिसाइसकेको देखेनौ? यहाँ अनुहार रिसाएको देखिया होइन। आइन्दा मनिषालाई खोज्ने पनि होइन, मनिषालाई भेट्ने पनि होइन, मनिषासँग हिँड्ने पनि होइन। कुरो बुझ्नु म मनिषालाई माया गर्छु अङ्कल। तैँले मात्रै माया गरेर हुन्छ? मनिषाले तँलाई माया गर्नु पर्दैन। अबदेखि मनिषाले तँलाई भेट्दा पनि भेट्दिन, तँसँग हिँड्दा पनि हिँड्दिन। कुरो बुझ्नु यिनीहरूको लभ परिरहेछ नि त अङ्कल। यसलाई कम तनाव भइरहेछ त अहिले। चुप। तँ किन बिचमा लाउके भनेर बोलिरहेछस्? तेरो समस्या हो यो?
तिम्रो यहाँबाट खुर्को गइहाल त खेरि गेट आउट गेट आउट ठिक छ अङ्कल म नै हेरौँला जाउँ केही न केहीको तोरी लाउरे मनिषाको पछाडि लाग्छ बा अब यसले मनिषालाई भ्याउँछ मनिषाको त भाग्य खुलिसक्यो गाँठे कहाँ हरिद्वार कहाँ के द्वार भने जस्तो कुरो पो त हो। लौनु मैले यो के देख्नु पर्यो भन्दा त परे लौ न यिनीहरूको त साँच्चीकै लप पर्ला क्या हो मलाई त डाहापु भएर आयो भाइ यो केटोले यो मनिषालाई बिहे गरेर अमेरिका लग्यो भने त त्यो कुलीले त हामीलाई मान्छे नै गर्दैन नि त अनुहार परे ओइ अनुहार परे लौ न कस्तो लाग्नु भएको भाइ के लाज नभएको भनिरहेको नि अङ्कलले तिमीहरू यसरी नारेर बस्दाखेरि बाटो हिँड्नेलाई लाज भयो नि त यहाँ मलाई त लाज भइसक्यो अब लाज भए मुख छोपेर बस्नु नि त हो किन अर्काको चिया चर्चा गर्दै हिँड्नु पर्यो लौ न अमेरिका बसेका मान्छेले कस्तो बोल्न नजाने भाइ मैले बोल्न जानौ कि नजानौ तपाईँलाई के को मतलब किन जान्ने भएको लौ न यो अनुहार पनि त मलाई हेपेर भन्यो क्या हो मैले अहिले एउटा कुरा भन्यो भने नि तिम्रो दुईको जोडी त म अहिले छुटाउन सक्छु नि त तैँले मलाई के सोचेको छ है कुरा खोलिदेऊ अहिले खोलिदेऊ के कुरा खोल्दिम भनिरहेको नि खोल्दै भइगयो नि को डराउँछ र यहाँ म त्यति बेवकुफ छु र तिमीले भन्ने बित्तिकै खोल्दिन खोल्दिन ल अनि के तालको मान्छे रहेछ यो त्यसै रिसाउँछ त अप्सरा यिनी चाहिँ हिरोइन पनि हो 2टा फिल्म खेलेकी छ मेरो आफ्नै कान्छी भनौँ तर हेर माया हिरोनी पनि सबैजना राम्रा हुन्छन् भन्ने कहाँ छ र तिमीले पनि केटी खोज्देला जस्तो मलाई लागेन एउटी केटी राम्रो देखाउँदैनौ यहाँभन्दा राम्रो त नि मान्छे नै हुँदैनन् हो अप्सरा जस्तो केटी देखाए पनि तिमीलाई राम्री नलाग्ने होइन कस्तो चाहिँ चाहियो तिमीलाई म त आफू राम्री भएर होला अरूलाई त म राम्रै देख्दिनँ ओइ अनुहार त परे कहाँ आएको ए आमा हो सिधै कहाँ गएर आएको पो छ त गाँठे होइन तिमीलाई मैले यो ठाउँमा गएर आएको भनेर कुन ठाउँको नाम बताउँदा तिमीलाई आनन्द आउँछ ल भन म त्यही ठाउँबाट आएको भनिदिन्छु नि त लौ न के अनुहार त परे कस्तो टिमुर्का कुरा गरेर हो त अहिले यो कहिले राम्रो कुरा गरेर आएन है तँलाई अब तिम्रो सोध्ने तरिकै ठिक भएन नि त कहाँ गएर आएको भनेपछि मान्छेले साँचो कुरा बताउँछन् यहीँ गएर आएको भनेर त कतिले साँचो कुरा भन्दैनन् नि त अब अहिले तिमीले मलाई सोद्धा मैले चोरेर आएको रहेछ भने म चोरेर आएको भन्थेँ होला म त्यही भएर सोध्ने तरिका तिम्रो राम्रो भएन कि अब मैले भन्न त नहुने हो अब आफ्नै टोल छिमेकी भएर मलाई एउटा कुरा भन्न मन लाग्यो के भन होइन के भन्नु खोजेको छौ तिमीले मलाई गाली नगर है त मैले मनमा राख्नै सकिनँ के मैले किन गाली गर्ने हो के कुरा हो भनिहाल त के अरे तिम्रो छोरी छ नि अनुहार नपरे त्यो अर्कैसँग नारेर बसेदेखि नि मैले ए आमा हो होइन के भन्छ यो त्यही
अनुहार परे अप्सराको भाइसँग। आज त्यो सिद्धिनी भइ नि अब मेरै हातबाट सिद्धिनी भई होइन त्यसले के सोचेको छ मलाई लौ न अनुहार परे मैले भन्नै नहुने कुरा भनेछु क्या हो? अब के हुने हो? अनि कुन ठाउँमा देख्या तिमीले अहिले कहाँ छ त्यो ऊ तल मन्दिर छेउमा अनुहार नपरेले उल्टो मलाई गाली गरे नि। एकुले मैले भने नभन है, तिमी आफैले देखा भन ल। अब त्यसले आज मेरो नराम्रोसँग भेटी नि लौ न यसले आज ठुलै लफडा गर्छ क्या हो? गरिन् गरोस्, मलाई बाल मतलब मैले त देखाएको कुरा भनिदियो। अब यो अनुहार नपरेले मसँग भ्याउँछ। अब छोरीलाई मैले त्यो अवसराको भाइलाई ज्यानजाला नछोड्नु भनेर पठाउने नै मै हुँ। ऊ नारिएर बसेको छ भनेर मलाई कुरो लाउँछ क्यार्नु। ओहो नमस्कार सम्धीज्यू के अरे मैले अलिकति चिनिनँ नि। सम्धीज्यूको यो ठट्टा गर्ने बानी पनि मलाई अचम्म लाग्छ। म कुले क्या त हजुर? सम्धि पनि भनिया छ, हात पनि जोडिया छ, कुरो के हो? ल अब हजुरको सालो केटोले मेरो छोरी बिहा गर्ने भएपछि अनि केटोको दिदी भिनाजुलाई मैले सम्धिनी भन्नु पर्यो नि त। किन तिनीहरूको बिहा भइसक्यो हो र? भएको जतिकै त हो नि। अब तपाईँको सालोले मेरो छोरीलाई तँसँग बिहा गर्न पाइनँ भने त जिन्दगीभर कुमार बस्छु भनेर त अब त्यति भएपछि सकिएन भने बरु सम्धिज्यू यसो गरौँ न। सम्धिन्ज्यू एकदम रिसाइरहनु भएको छ मसँग, यसो हजुरले सम्झाइदिनु पर्यो। अब नाता नै गाँसिनी भइसकेपछि के को दुश्मनी? ए मलाई त यो विषयमा केही थाहै थिएन ल। हुन त सालो केटो नि राम्रै केटो हो, केटी पनि राम्रै खोज्या हो, तर अलिकति हाम्रो पारिवारिक स्ट्यान्डर्ड चाहिँ मिलेन। त्यो केटोले कमसेकम यो दिदी भिनाजुको स्ट्यान्डर्ड त हेर्नु पर्थ्यो नि। कुरो बुझ्नुभयो? हुन त यो आजकलका केटाकेटीले त्यो फ्यामिली ब्याकग्राउन्ड बुझ्दैनन्, स्ट्यान्डर्डै बुझ्दैनन्। केटालाई केटी पाए पुग्यो, केटीलाई केटा पाए पुग्यो। होइन सम्धिज्यूले त बिस्तारै घुमाई मलाई नराम्रोसँग भेङ्गे हानेर भन्नुभयो नि त। कुरो बुझ्नुभयो? घुमाएर होइन, सिधै भनेको छु मैले। जसरी भने पनि कुरो त बुझ्यो होइन? ए काउलीका गुन्द्रुक होइन, छोरी त झोरै घरमा पर्न लागि कसो हो? उता अप्सरा रन्किनी, यता बुद्धि फन्किनी। हुन त के मतलब, केटाले केटी मन पराइ हारिरहेको थियो क्या। भोलि उसले प्याट बिहा गरेर अमेरिका लगिसकेपछि यिनीहरूसँग केही मतलबै हुँदैन नि मेरो। जति रन्किनु रन्कियो न छु मतलब। होइन के हो, तेरो मनिषा त अर्कैसँग बोइरहेछ त। देखिस् मनिषा भन्थिस् त, मौका नपाइन्जेल हो कि केटा, मौका पाएपछि कसैको विश्वास गर्न सकिँदैन। अचम्म छ बा। आकाशमा छ तारा छतिर, छ तारा छतिर, लाग्छ माया नहेर मतिर, लाग्छ माया नहेर मतिर। तैँले के गर्नु खोजेको? आखिरी त्यही कुलेको छोरीसँग पछि लागेर हिँड्छ होइन? पछि मात्रै लागेको होइन हो दिदी, जिन्दगी काट्ने श्रीमती त आफैले छानेकै राम्रो। त्यही भएर मनिषालाई आजै भित्राउन ल्याएको।